आउनुहोस् चर्चा गरौँ बालेन प्रधानमन्त्री बन्ने कस्तो सम्भावना छ। प्रधानमन्त्री बन्नको लागि पहिलो कुरा उक्त दलको बहुमत चाहिन्छ, जुन बालेन आबद्ध दलले लगभग 2/3 ल्याइसकेको छ। यसबाट बालेनलाई कुनै रोक छैन। दोस्रो कुरा, बहुमत आउन बित्तिकै अथवा 2/3 आउन बित्तिकै त्यो दलले सरकार गठन गर्छ र उसले चाहे अनुसारका संविधान संशोधन देखि लिएर सीमाङ्कनका कुराहरूदेखि लिएर पार्टी निर्माण गर्ने, सरकार गठन गर्ने सम्पूर्ण अधिकार चाहिँ त्यसमा रहेको हुन्छ। एकदम शक्तिशाली सरकार बन्छ। त्यसले बालेनलाई कुनै अप्ठ्यारो पर्ने छैन। तेस्रो कुरा भनेको प्रधानमन्त्री अयोग्य हुनका लागि फौजदारी मुद्दा लागेको अथवा कुनै कानुनी सजाय भोगिरहेको व्यक्ति प्रधानमन्त्री बन्न पाउँदैन, जुन बालेनमा त्यो देखिँदैन। अर्को कुरा, हत्या हिंसाबाट आएको अथवा हत्या हिंसाको आरोप लागेको त्यो पनि बालेनमा देखिँदैन, जसले बालेनलाई अप्ठ्यारो छैन। त्यसै गरी दोहोरो नागरिकता लिएको, दोहोरो नागरिकता अथवा दोहोरो पासपोर्ट धारी व्यक्ति जो बालेनमा देखिँदैन, जसले गर्दाखेरि बालेनलाई कुनै अप्ठ्यारो छैन। समग्रमा भन्नुपर्दा बालेन सम्पूर्ण कानुनी रूपमा, सम्पूर्ण विधिगत रूपमा ऊ चाहिँ योग्य ठहरिन्छ, योग्य देखिन्छ। त्यसैले अब बालेनलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन।